नमस्ते सबैजनालाई फेरि भन्दै अर्ग्यानिक ब्लगमा र आज पनि हजुरहरूले देखिरहनु भएको छ डिचरिङ ब्लगले सेकेन्ड टाइमको है र फेरि पनि यो काँक्राको हार्भेस्टिङ भइरहेछ भने मिसेस र मबाट है र हजुरहरूले धेरै मन पनि पराइदिनु भएको छ भने है हजुरहरूले कमेन्ट पनि राम्रो गरिदिनु भएको छ र हाम्रो एकजना भ्युवर्सले कमेन्ट पनि गर्नुभएको थियो यो अर्ग्यानिकको काँक्राको है दाम चाहिँ किन कम्ती भनेर भन्नुभएको थियो भने यो किनभने अब बेसी काँक्रा अब फल्दै गएपछि है यो अब बजारमा हुनसक्छ है दाम अब बेसी कम्ती है र तर मेरोबाट चाहिँ रिजनेबल दाममा चाहिँ अब बेसी नभनेर है कमन दाममा अब चलिरहेको अब हल्का है रेटमा चाहिँ अब 60 रुपियाँ दिएको किनभने यो काँक्रा दिनदिनै है यसरी बढेर गयो भने काँक्रा पैलेर जान्छ र त्यसले गर्दाखेरि आज सानो छ भने भोलि अलिक ठुलो 3-4 दिनमा चाहिँ काँक्रा एकदमै ठुलो भएर जान्छ र पहिलो बेसी अब किन्ने हुँदैन र हजुरलाई किन्नु पनि सुविस्ता हुन्छ र हजुरले चाह्यो भने कमेन्ट पनि मलाई गर्नु होला है कमेन्ट गर्नुभयो भने हजुरहरूले सानो प्रोग्रामतिर यताउता है र यो एकदमै राम्रो अर्ग्यानिक लेखालीबाट है टेस्ट एकदमै राम्रो हुन्छ र हजुरले चाह्यो भने मेरो है ब्लगमै यहाँ हजुरले मेसेन्जरमा कमेन्ट पनि गर्न सक्नुहुनेछ भनेर है सो हजुरले डिमान्ड पनि गर्न सक्नुहुनेछ है र अब यस्तै अर्ग्यानिकको रिलेटेड है भिडियोहरू पनि है ब्लगहरू आउँछ भने र यहाँ मिसेस र म भएर है यसरी अब दमदम यो काँक्राको हार्भेस्टिङ है प्रायः त घरबाटै धेरै यो काँक्राहरूको है डिमान्ड हुन्छ मैले अब 20 केजी 10 केजी 6 केजी जति हुनसक्छ है यो आफ्नोमा भएको सब्जीहरू डिमान्ड गर्नुहुन्छ र त्यही अनुसारमा म है कम्ती पठाइदिनेछु पनि र जोरथाङमा हजुरहरूले है धेरै सोचिरहनु भएको छ ल यो अर्ग्यानिक बाइक किन आएन भनेर है सोचिरहनु भएको छ भने यो हप्ता भएन भए पनि अर्को हप्ता सो आउनेवाला छु किनभने अब सब्जी है अब त्यस्तै अब समस्या यो अब पानीहरूले गर्दा अब त्यस्तै भनेको जस्तो है पोहोरको जस्तो त्यति अब सब्जीहरू भएको छैन र त्यसले गर्दाखेरि अब धेरै बाटोघाटोको पनि है समस्या हुने गरेको छ भनेर है र अर्को हप्ता आउनेवाला छु भन्दै हजुरहरूलाई है यो सानो भिडियोमा कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला आज भने चाहिँ यतिमै।